चोर अरे तेरो तेरो घर चोर्या छ भने भन्नु आइज तेरो सम्पत्ति चोर्या छ भने भन्नु आइज त्यो पाइस तर तेरो सम्पत्ति नचोरिन्जेलसम्म तेरो सम्पत्ति हात नलाइन्जेलसम्म हैन तैले कसैलाई पनि चोर यहाँ उ चाहिँ भन्नु मिल्दैन हेर तिमीहरू जस्तो जनता भएर के काम देशै चाहिँदैन बरु छ नि हैन नखाएको विश्वासले लाग्दा कस्तो हुन्छ त्यो बेला थाहा पाउँछौ मैले अहिलेसम्म घरमा एक सुको नचरेको छोरीले गएर हैन त्यो को मान्छेको सामान चोरेर मेरो घरभित्र छिराउँछु म कुरा गर्छ यार चोर अरे तेरो तेरो घर चोर्या छ भने भन्नु आइज तेरो सम्पत्ति चोर्या छ भने भन्नु आइज त्यो पाइस तर तेरो सम्पत्ति नचोरिन्जेलसम्म तेरो सम्पत्ति हात नलाइन्जेलसम्म हैन तैले कसैलाई पनि चोर यहाँ उ चाहिँ भन्नु मिल्दैन हेर राम्ररी बोल्यो हैन ठिक छ नि त मलाई नराम्रै भने पनि म राम्ररी नै बोल्छु हाम्रो डिकेएन मिडिया फेसबुक पेजलाई पनि फलो गरिदिनु होला है ल मलाई नै ल जति बेला पनि मलाई टार्गेट गरेको छ मलाई भनेको छ तिमीहरू मेरो मेरो आमालाई धरि रेस्पेक्ट गर्न नजाने तिमीहरू जस्तो जनता भएर के काम देशै चाहिँदैन बरु एउटा आमालाई कसरी रेस्पेक्ट गर्ने थाहा छैन यहाँ छोरीले गर्दा छोरीकोमा कमेन्ट गरे गरे आमाकोमा धरि गएर 10 थरी भनेको छ तिमीहरू यही हो बे हो र न तिमीहरूले खान दिनु परेछ न तिमीहरूले लाउन दिनु परेछ मेरो आमाको मेरो लाइफ मेरो पर्सनल लाइफमा घुस्नु चाहिँ किन त्यत्रै पौडी खेल्न मन छ भने जानु नि धोबी खोलातिर अरूको जिन्दगीमा किन पौडी खेल्ला भिडियोलाई शेयर गरिदिनु होला यो भिडियोमा बोल्ने हाम्रो बहिनी चाहिँ जेनजी आन्दोलनमा उहाँको फोटो चाहिँ बीबीसी न्यूज र न्युयोर्क टाइम्सले पनि प्रकाशित गरेको थियो एकदमै भाइरल फोटो थियो भिडियो हेरिहाल्नु भयो अब आफ्नो विचार कमेन्ट गरेर भिडियोले शेयर गरिदिनु होला